सबै कुरा चाहिँ राज्य आतंक मचाएर जुन मानवता विरोधी गतिविधि गरेको छ। माइस बस्नेको जेठा दाइ रहेछ के यो। सरकारको विरोध गर्यो भन्नेहरू पनि थुप्रै छन्। यो हर्क सम्बङ बौला अनि मेरो दौरा सुरुवाल आइरन गरेको थिएन, त्यो पनि हेरेन कि के हो हैन। इस सज्जन को क्या तकलीफ है भाई? मैले केस पनि काटेको थिइनँ क्या, चिटिक्क परेर गएको थिइनँ। त्यो ओइ अल्सीको राजा, ओइ अल्सीको राजा। यो भन्दा ठुलो भिड, यो भन्दा ठुलो युवाको भिड दैनिक आज विदेश गइरहेको छ। 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग की वजह से। राष्ट्रिय बेइज्जत हाम्रो भयो हैन। हाम्रो राष्ट्रिय बेइज्जत भएको कारणले गर्दाखेरि राष्ट्रिय धरानीको के रे नामै यसले मिट्टीमा माटोमा मिसाइसक्यो अलाछिना। तपाईको सबभन्दा प्रिय साथीको मेयरमा क्या? मेयरहरुमा हाम्रो बालन सर होइन होला के हो? बालन सर मन पर्छ मलाई, मेरो बेस्ट फ्रेन्ड नै उहाँ हो त अहिले। आफूले चाहिँ सुन राख्ने 200 केजी 300 केजी त्यो सुनको स्रोत खोइ जा पूछ क्या डा गरेर भने हो कमायो त के न डा गर्ने, कसैले कमाएर सुन किन्छ भने चान्स पायो कि नेपालीले गर्छ। अभी मजा आएगा ना भिडो। यति राम्रो स्टकोट लाउँदाखेरि पनि बाख्राको उठालो जस्तो देख्ने यो मान्छे चाहिँ को नि? मजा आया। शोभायात्रा भन्नु पर्दैन? तपाईँ भन्न त कुनै पनि हालत नसुनी सांसद त मासाला। प्रधानमन्त्री बन्न गयो भनेर खिचिटिउरी गर्नेहरूलाई म भन्न चाहन्छु, हो म प्रधानमन्त्री नै बन्न गएको। कुन चाहिँ डाका हो त्यो त्यसो भन्ने? बिहानै उठ्छु, फेसबुकमा भुक्छु, बेलचा लिख्छु, जमिन खोज्छु, बालेलाई गोज्छु, रबिलाई गोज्छु, सांसदबाट किक आउट निकाल्दे। हाम्रो त्यो जग्गा हो, अब सबै कुरा छैन यो कुरा पनि। हर्क सम्मान ठिक छैन है, यसले गरेको कुनै पनि कुराहरू मिल्दैन। हर्क सामाजिक फेरि एउटा कुरो के भन्छ, उहाँ मेयर हो, सार्वजनिक मान्छे हो, उहाँले सचिनु पर्छ। नसिका मलाई नसिका तेरो शैली नसिका। फेरि अब यो कुरो सुन्यो भने भरे गिटार बजाएर एउटा फटा बोल्दै थियो भनेर फेरि गीत गाउन थाल्नुहुन्छ। यसलाई कसले लडाको? आफै लडेको। यो त जनताको छारोमा जनताको आँखा म कस्तो सपोर्ट गर्थे पहिला हर्केलाई, कस्तो सपोर्ट गर्थे भाइ, कस्तो सपोर्ट गर्थे। यही नहीं, अभी और सुनिए। अब आए ना लाइन पे। हर्क सम्पङ भनेको एकदम राम्रो मान्छे हो, इमानदार हो। असम्भव संसारमा तेरो बाबुले भने सर चुप। जसले गरिबको पेटमा लात हान्ने, जसले गरिबको झुपडी भत्काउने र गरिबलाई विस्थापित गर्ने नीति लिन्छ। आर यू कॉमेडी मी? यता हेऱ्यो मुद्दा, उता हेऱ्यो मुद्दा, यसो गर्यो मुद्दा। गाउँछ तैँले भन्दा त मैले राम्रो गाउँछु।
नि भूत्रों को देश भाड़ में जाए गंगा, भूत्रों को देश भाड़ में जाए गंगा। यम्मै टाक्दैनौ फन फन टेपले बान्देऊ है मान्छे मार्नु पाइन्छ मान्छे मारेर शासन सत्ता चलाउँछु भन्ने असम्भव संसारमा कुनै पनि तानाशाही गर्नु बोल्नु मिलेन राजा, क्या बोल्नु मिल्छ? तै राजा तै कस्तो रिस उठ्छ मलाई त यो हर्का साम्बाङ देखेर के गर्ने अब जुन शासन ल्याएर देशमा शान्ति हुनुहुन्छ प्रधानमन्त्री मै हो प्रधानमन्त्री फागुन 21 गतेको निर्वाचन मै हो प्रधानमन्त्री को हो त प्रधानमन्त्री बालेन शाह हे त्यस्ता मुला कैसा लगा मेरा मजाक मैले माया गर्न जानी नहोला ए सरी ल तिमीले सिकाउन सक्यौ नि के छाडी जानै पर्यो खत्म बाय बाय टाटा गुड बाय गया बोतलको पानीले आँखा सन्काई सानीले इज्जत भाग पर भाग 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 पर भाग भाग। यदि गरिबले भोक लागेर चोर्छ भने सरकार चाहिँ जेल जानुपर्छ। के बोले भाइ अब के बोले अभी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना अब फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं ऐसे गाली दूं ना जिंदगी भर याद रखे ये बड़े हुए कस्तो घमण्डी हे भगवान